पर्वतको कुस्मा नगरपालिका 5 बडगाउँ स्थित मुस्लिम समुदायको शव राख्ने ठाउँ कब्रस्तान पहिरोले क्षति पुर्याएपछि संरक्षण तथा व्यवस्थापनका लागि स्थानीयले सरकारवालाहरूलाई ध्यानकर्षण गराएका छन्। पर्वतका मुस्लिम समुदायले मुस्लिम आयोगका अध्यक्ष मोहम्मद दिन अली, मुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रीय अध्यक्ष ताज मोहम्मद मिया लगायतलाई पर्वतमा स्वागत गर्दै पर्वतमा रहेका मदरसा, मस्जिद तथा कब्रिस्तानको अवस्थाका बारेमा जानकारी गराउँदै संरक्षणका लागि पहल गरिदिन आग्रह गरेका हुन्। पर्वत मुस्लिम सेवा समाजका सचिव अफजर अलीले पहिरोले कब्रिस्तानमा क्षति पुर्याएपछि समस्या भएको बताउनुभयो। बर्खामा सधैँ पानी परेको बेला चाहिँ यहाँ पर्सनी पहिरो जाने क्रम भइरहेको थियो। हामीले नगरपालिकालाई ल्याएर पनि देखाएका छौँ। मुस्लिम इत्तेहाद संगठन पर्वतका अध्यक्ष रमजान अलीले कब्रिस्तानमा पहिरोले क्षति पुर्याएपछि शव राख्ने ठाउँको अभाव हुन लागेको बताउँदै कब्रिस्तान संरक्षणका लागि करिब 50 लाख बजेट आवश्यक हुने बताउनुभयो। 2-4 जना भन्दा मान्छे राख्ने ठाउँ नभएको कारणले यो त अगाडि जति ठाउँ थियो त्यो भत्किएको कारणले यसलाई संरक्षण गरिदिनको लागि मैले चाहिँ सम्बन्धित निकायभित्र मैले माग राखे। नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटी सदस्य तथा मुस्लिम इत्तेहाद संगठन गण्डकीका अध्यक्ष मोहम्मद साहब अलीले कब्रिस्तान भएको ठाउँमा जग्गा थोरै रहेको बताउँदै थप जग्गा व्यवस्थापन गरिदिन स्थानीय सरकारसँग अनुरोध गरेको र कब्रिस्तान संरक्षणका लागि पहल गरेको बताउनुभयो। पर्वत जिल्लामा रहेको चाहिँ अग्लो धलुमी पुलको आडमा कब्रिस्तान एउटा जीर्ण अवस्थाले चाहिँ रहेर चाहिँ 11 मिटर पहिरो गएर चाहिँ क्षतिग्रस्त भएको र सम्बन्धित निकायमा हामीले पटक पटक चाहिँ हामीले चाहिँ एउटा हारगुहार गर्दाखेरि पनि सम्बन्धित निकायले चाहिँ कुनै व्यवस्था गरेको कारणले हामीले जस्तै अब हरेक किसिमको चाहिँ हरेक सङ्घ संस्थाबाट लिएर गएर हरेक सल्लाह पहल गर्यौं। मुस्लिम समुदायको समाधि स्थान कब्रिस्तान संरक्षणका लागि बजेट व्यवस्थापन गर्न सङ्घ तथा प्रदेशका सम्बन्धित निकायमा अनुरोध गरेको मुस्लिम इत्तेहाद संगठन नेपालका अध्यक्ष ताज मोहम्मद मियाले बताउनुभयो। स्थानीय निकायलाई म विनम्र आग्रह गर्न चाहन्छु, सबैको आफ्नो संस्कार हुन्छ, कसैको जलाउने संस्कार हुन्छ, कसैको गाड्ने संस्कार हुन्छ, कसैको कस्तो संस्कार हुन्छ। त्यो संस्कारलाई चाहिँ यो हाम्रो राज्यले सम्बोधन गर्नुपर्छ र त्यो नैसर्गिक अधिकार हो हाम्रो समुदायको। त्यसको लागि चाहिँ स्थानीय सरकार र यहाँका चाहिँ वन उपभोक्ता या अन्य कुनै पनि सरकारवाला निकायहरू जो हुनुहुन्छ उहाँलाई म आग्रह गर्न चाहन्छु, यो जंगल छ, जंगललाई नै उपयोग गर्न दिँदाखेरि पनि त्यो चाहिँ राम्रो हुन्छ। मुस्लिम आयोगका अध्यक्ष मोहम्मद दिन अलीले पर्वतका मदरसा, मस्जिद र कब्रिस्तानको व्यवस्थापनका लागि आयोगबाट सक्दो सहयोग गर्ने बताउनुभयो। कब्रिस्तानको क्षेत्रमा पनि त्यो पानीले गर्दाखेरि त्यो भत्केर एउटा चाहिँ खोल्सो भएको हामीले महसुस गर्यौं र त्यो खोल्सो पनि थोरै रकमले त्यसलाई पुर्न सक्ने, त्यसलाई बनाउन सक्ने, त्यसलाई उठाउन सक्ने चाहिँ अलिकति गाह्रो रहेछ र यसलाई चाहिँ ठूलो बजेटको आवश्यकता पर्ने रहेछ र त्यसमा पनि एउटा पर्याप्त बजेटको व्यवस्थापन गर्नको लागि चाहिँ म स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारलाई पनि म चाहिँ आह्वान गर्दछु। मुस्लिम आयोग र मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष तथा मुस्लिम अगुवाहरूसँग कब्रिस्तानको अवस्था अवलोकनका लागि पुग्नुभएका नेकपा एकीकृत समाजवादी पर्वतका अध्यक्ष विराज हमालले पार्टीले सधैँ श्रमजीवी वर्ग, महिला, दलित, मुस्लिम लगायत सीमान्तकृत समुदायको हकित संरक्षण र प्रवर्धनका लागि आवाज उठाउने गरेको बताउँदै मुस्लिम समुदायको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो। मुस्लिम समुदायको जुन समाधि मान्छे जुन मृत्यु भएपछि राख्ने जुन एउटा समाधि स्थल हो, यसको चाहिँ यो पहिरोले, यो भूकम्पले गर्दा पहिरोले गएर यो क्षति भएको थियो, यसको लागि हामीले आवाज उठाइरहेका थियौँ। हाम्रो मुस्लिम आयोगका अध्यक्षलाई पनि हामीले भनेका छौँ र हाम्रो संगठनको इत्तेहाद संगठनको केन्द्रीय अध्यक्षलाई पनि हामीले भनेका छौँ र उहाँहरू आएर हाम्रो आग्रहमा उहाँहरू पनि आएर यहाँ चाहिँ अनुगमन गरिदिनु भयो।